आफ्नै बाटो जोगाउँछ कला अनि संस्कृति बनाउँछ नयाँ गोरेटो। नमस्कार। आज भाद्र 4 गतेको दिन म लेकतिर डुल्न आएको छु। यतिखेर भने मौसममा अलि प्रतिकूल आएको छ। यतिखेर डाँडा काँडा वनपाखालाई कुहिरोले ढपक्क ढाकेको छ। यस्तै हो गाउँले जीवन, कहिले उकाली कहिले ओह्राली गर्दा कहिले घामले पोल्छ त कहिले पानीले भिज्याउँछ। यतिखेर पनि म लेक घुम्ने क्रममा यतिखेर म रगुङ्गा 4 डकनामको नाङ्गी ठाउँमा जाने जमर्को गरिरहेको छु। यतिखेर म बाटोमा छु भने नाङ्गीमा गएर म माउरीको घारहरू बनाएको म तपाईँहरूलाई देखाउने जमर्को गर्नेछु दर्शकबिन। ल हुन्छ काका, म तपाईँको नम्बर सहित हालिदिन्छु काका। हजुर, यतिखेरको समयमा भने दिनको 2:30 बजेको छ भने यहाँ दिउँसै रात परे झैँ अवस्थामा छ दिन। यो जङ्गलको बाटो जुगा लाग्छ अनि आज दिनभरि पानी पर्ने क्रम जारी छ। त्यसैले यहाँ बाटोमा एकदमै रातको 10 बजे झैँ अँध्यारो भएको छ यो बाटो। जुका तिमलाई देखे मायाले मन छुन्छ, नभएसी धरधारी मन रुन्छ। कुर्दा कुर्दै भयो 7:30, अझै पनि पाकेन मैले खाने भात। अझै पनि पाकेन मैले खाने भात। मिठो बोली शीतलु ओठको खाना मिठो, घरको र गोठको कुर्दा कुर्दै भयो 7:30, बल्ल अहिले पाकेछ मैले खाने भात। ओ बल्ल अहिले पाकेछ मैले खाने भात। हजुर, यतिखेर गोठको बसाइको क्रममा यतिखेर भने हामी गोठमा ठिकको दहीहरू खाने जमर्को गरिरहेका छौँ। ठिकको दही झिकेर खाने र बेलुका पख घरतिर जाँदा यो दही घरतिर लगेर जाने जमर्को गरिरहेको छु। म यतिखेर भने गोठमा छु। गोठमा यतिखेर पाडो सुकिरहेको अवस्थामा छ भने उसको आमाहरू भैँसीहरू जङ्गलबाट आएको छैन। केही क्षण पश्चात भैँसीहरू पनि जङ्गलबाट चढेर गोठमा आउनेछ। यतिखेर तरकारी पाक्दैछ, यता खाना पाक्दैछ भने यता ठेकीको दही हेरिरहेको छु मैले। यतिखेर मुखमा बाक्लो थुक पनि आइरहेको छ। कतिखेर खाउँ खाउँ जस्तो दही जमिरहेको छ र यो ग्यालिनमा मैले यो दहीलाई राख्नेछु र घरतर्फ लैजानेछु दर्शक। हजुर, यतिखेर भैँसीहरू चरनबाट गोठमा आएको छ अनि यतिखेर यसरी जुकाहरू धारिएको अवस्थामा छ।
यहाँ हेर हजुर म सदाको दिन झैँ लेकतिर जाने क्रममा यतिखेर भने म गोठतिर आएको छु। गोठमा भने यतिखेर 3वटा बाछा यसरी ताक्नुमा बानिएको छ। यहाँ ससाना बाछाहरू बानिएको छ भने यो गाईहरू बाँध्ने किल्लाहरू हुन्। यसरी किल्लामा दाम्लो यसरी बाँधिएको छ भने गाईहरू चरन क्षेत्रमा गइसकेको अवस्था हो भने यहाँ वर्षायामको हिलोले पानीले यसरी हिलाम्य भएको छ गाई बस्ने ठाउँहरू। हजुर आज भने म लेकमा गोठतिर छु। गोठमा भने यतिर चुल्हामा दुध पसालिएको अवस्था छ भने यतातिर तरकारी पाकिरहेको अवस्था छ। यहाँ तरकारी पाकेर पनि खानयोग्य अवस्थामा रहेको छ भने यता भात पाकिसकेको छ। अब भने म ढिला नगरिकन खाना खानेछु भने त्यसपछि लगत्तै दुधहरू पनि खाने नै छु। गोठतिर छु। गोठको रमाइलो नै यही हो। हजुर यतिखेरको पलमा भने मैले खाना सुरुवात गरिसकेको छु। यतिखेर भात र आलु, भातमा आलुको तरकारी र आलु प्लस टुसाको तरकारी मैले यसरी खान थालमा पसिसकेको छु भने खाना अझै छ। दुध उम्लिने बेला छ। अब भने म खाने सुरुवात गरेँ है साथीहरू। दिनभरि घाँस काट्यो अनि जुकाले खान्छ, पानीले रोज्याउँछ भने बेलुका बिहानमा दुध खाँदा भने त्यो दुःखको क्षणहरू केही क्षण मात्रामा भए पनि क्षणिक मात्रामा भए पनि खुसीको पलहरू यसरी बिताइन्छ गोठमा। अहिलेको यो सिजनमा हामी लेकतिर घुमघाम गर्दै गर्दा यतिखेर गोठमा दुधहरू पिन लागिरहेका छौँ। यतिखेर लेकको अर्ग्यानिक दुध एकदमै स्वास्थ्यको लागि स्वास्थ्यवर्धक र ज्ञानवर्धक पनि हुन्छ। दुध शरीरको विभिन्न रोगसँग लड्न सक्ने क्षमता पनि दुधमा रहेको हुन्छ। हजुर यतिखेर हामी दुध खानको लागि यो कपमा दुध राख्दैछु मैले। अब हामी दुध पिउने छौँ। हजुर यहाँ वनजङ्गलमा यसरी गाईले आफ्नो बच्चालाई आफ्नो बाछालाई यसरी दुध पिलाइरहेको अवस्था छ र यहाँ गाईहरू यसरी चरिरहेको अवस्था हो र यहाँ यो गाई भैँसी या भनौँ बाख्रा भेडालाई एउटा निश्चित चरण क्षेत्र छुट्याइयोस् भन्ने मेरो धारणा हो, उद्देश्य हो। यहाँ गाईले आफ्नो बाछालाई यसरी दुध पिलाउँदैछ। खोइ किन हो यो गाईको बाछा नै दुईवटा जम्ले भ्यायो या
अर्को गाईको बाछाले यसरी दुध खाइरहेको छ। यहाँ एउटा गाईले दुईवटा बाछालाई यसरी दुध पिलाइरहेको अवस्था हो। र अहिले गाउँमा स्थानीय सरकार पनि आएको अवस्थामा यसरी यो रैथाने गाईहरूलाई रैथाने यो लोकल गाईहरूलाई सरकारले पनि उचित व्यवस्था गरोस्।